my YouTube channel. I hope you guys are doing well. आज चाहिँ अहिले म बिहान फ्री छु अनि although it's windy, the weather outside looks pretty good. त्यही भएर I just thought of utilizing my time. अनि मेरो घरको चाहिँ walking distance 15 to 20 minutes मा चाहिँ Kingston Beach छ. त्यही भएर I am heading towards the Kingston Beach to spend some quality time with myself. म चाहिँ अब त्यहाँ बिच पुगेर के गर्छु, त्यो बिच कस्तो छ भनेर देखाउँछु. त्यही भएर stay connected. अब बिच आइपुगिसकेको छु and I think you guys can see the beach. So यो चाहिँ किङ्स्टन बिच हो अनि यहाँनिर चाहिँ फ्यामिली फ्रेन्ड्सहरू चाहिँ टाइम स्पेन्ड गर्नको लागि आउनुहुन्छ. अनि यहाँ चाहिँ समटाइम्स फिसिङ गर्नको लागि पनि मान्छेहरू चाहिँ आउनुहुन्छ. Look at the view. यहाँ आइसकेपछि चाहिँ इट्स डिफ्रेन्ट के. अनि यता चाहिँ यो ठ्याक्क बिचको माथि चाहिँ यहाँनिर चाहिँ क्याफेहरू, रेस्टुरेन्टहरू अनि होटलहरू छ क्या सबै. Look at the view guys. तपाईहरुलाई एउटा कुरा देखाउँछु ल. यहाँनिर यो लिस्ट वी फर्गेट भनेर छ अनि यो चाहिँ सबै आर्मीहरूको हो. अनि मेरो बाजे चाहिँ ब्रिटिस आर्मी हुनुहुन्थ्यो. त्यही भएर वेन एभर आई सी दिस होइन, यस्तो देख्ने बित्तिकै मलाई चाहिँ मेरो बाजेको याद आउँछ क्या. लुक एट दिस, कस्तो राम्रो छ है यो. ल म चाहिँ फाइनली हिँड्दै यो बिचको अर्को साइडमा आइपुगिसकेको छु. अनि यो साइडमा चाहिँ त्यो साइडमा चाहिँ नर्मली रिल्याक्सेसनको लागि मान्छेहरू जान्छ होइन. अब जान्छ भन्नाले नि अब बस्न, गफ गर्न, कफी खानालाई त्यो साइडमा जान्छ. अनि यो साइडमा चाहिँ अब काइकिङहरू गर्नु पऱ्यो भने, फिसिङहरू गर्नु पऱ्यो भने चाहिँ यो साइडमा आउने क्या, यताको साइडमा आउने हो. या म तपाईँहरूलाई यहाँ देखाउँछु ल यहाँको सराउन्डिङ. I think you guys can see they are doing kayaking there. सायद यो चाहिँ ट्रेनिङ होला, बट आई एम नट स्योर इफ द्याट्स देयर ट्रेनिङ अर वाट. एनिवेज म चाहिँ जुम गरेर खिचेको क्या. यो चाहिँ पर छ उनीहरू चाहिँ यहाँ यसरी. अनि नर्मली सबैजना यहाँ बसेर फिसिङ गर्नुहुन्छ क्या. यो छ नि यो ढुङ्गाहरूमा बसेर फिसिङ गर्ने. अनि फिसिङ गर्नको लागि चाहिँ नाइट टाइम पनि नभनौँ, इभिनिङ टाइम चाहिँ इट्स पर्फेक्ट. इभिनिङ टाइममा चाहिँ माछाहरू आउँछ अरे क्या यहाँनिर. त्यही भएर यहाँ अहिले इभिनिङ टाइममा चाहिँ आयो भने देयर विल बी प्लेन्टी अफ पिपल डुइङ फिसिङ. मेरो यो भिडियो चाहिँ एकदम सर्ट हुनेवाला छ आज, किनभने मैले त्यस्तो धेरै क्लिपहरू छुइनँ. किनकि अघि चाहिँ टिलिक्क घाम लागेको थियो र एकदम राम्रो देखेको थियो भ्यू. तर भिडियो खिच्दाखेरि चाहिँ खै घाम पनि कता हरायो. त्यही भएर त्यति धेरै क्लिपहरू लिन पाइनँ. सो माई भिडियो इज गोइङ टु बी भेरी सर्ट टुडे. अब चाहिँ भिडियो खिचेर मात्र नहुने रहेछ होइन, खानु पनि पऱ्यो, भोक लाग्दैछ. त्यही भएर आल गेट समथिङ टु इट अनि खाने. त्यस पछाडि बिस्तारै घर जाने अनि घरमा गएर आफ्नो काम स्टार्ट गर्ने. आई फाइनली अर्डर माई फुड अनि दिस इज माई क्यु नम्बर. अहिले मेरो खाना बनिसकेपछि चाहिँ यहाँनिर नाम बोलाउँछ, नाम होइन नम्बर बोलाउँछ. अनि म चाहिँ गएर मेरो खानेकुरा लिन्छु अनि म चाहिँ बाहिर त्यहाँ पर गएर बसेर खान्छु. मैले चाहिँ मेरो ब्रेकफास्ट लिएर आएर खाना पनि थाल्छ ब्रेकफास्ट पनि के भन्नु, आई थिङ्क इट्स लन्च, किनभने इट्स अलमोस्ट अलरेडी अराउन्ड 1 हियर. के भयो भन्दा म त भोक लागिसकेको थियो नि त. अनि यो खानेकुरा देख्ने बित्तिकै यति धेरै एक्साइटेड भएछु कि ल्याएर खानु थाल्छु क्या. भिडियो बनाउनु नै बिर्सिरहेको अनि खाँदा सम्झेँ अनि फेरि भिडियो स्टार्ट गरेको. एनिवेज अब चाहिँ म यो मेरो लन्च यहाँ खाइसक्छु. अनि त्यस पछाडि एकछिन यहाँनिर टाइम स्पेन्ड गर्छु, रिल्याक्स हुन्छु. अनि त्यस पछाडि घर जान्छु अनि एगेन आई स्टार्ट माई नर्मल रुटिन. सो या आजको नै अब भिडियो त्यस्तो राम्रो त छैन, त्यही पनि प्लिज